ल साथीहरू यही हो है हेम्चाको आलु मौसम। आलुको यहाँ चाङ लागेको छ है। यहाँ चाहिँ भरे राति कन्सर्ट पनि हुन्छ। ल साथीहरू आज चाहिँ हामी बाउ छोरा आमा सबैजना एक ग्रुप भएर चाहिँ आलु मौसम हेर्न जाँदैछौँ है। उता यहाँ बाउ र छोरा, यहाँ बाबुको मम्मी, उता नि बाबु छोरा, यता मम हुनुहुन्छ हजुरआमा। ल हामी चाहिँ आलु मौसम हेर्न जाँदैछौँ। आउनु होला सबैजना आलु मौसम हेर्न, रमाइलो गर्न। यो चाहिँ हाम्रो घर हो। बाबु अगाडि अगाडि हिँडेछौँ। हामी चाहिँ निस्किसक्यौँ है आलु मौसममा मेला हेर्न। यतातिर चाहिँ मकै छरेको छ अनि यतातिर यो चाहिँ हाम्रो घर हो। यहाँतिर गाउँ छरे छ गाईहरू। आउनु होला। आलु मौसम निकै रमाइलो भइरहेको अवस्था। ल फाइनली हामी चाहिँ आलु मौसमको मेलामा आइपुगिसकेका छौँ साथीहरू। यो चाहिँ इन्ट्रेन्स हो। यहाँबाट चाहिँ भित्र छिर्ने हो है। यहाँ अब भित्र बजार लागेको छ। ल साथीहरू फाइनली हामी चाहिँ भित्र प्रवेश गरिसकेको छौँ है। अब यहाँबाट अब बजार सुरु हुन्छ साथीहरू है। अब चाहिँ हेम्चाको आलु मौसमको बजार सुरु भइसकेको छ है साथीहरू। यहाँ के पकाएको यो चाहिँ हेम्चामा पाउने, यो चाहिँ नेपालमा पाउने विभिन्न प्रजातिको आलुको परिकारहरू छ साथीहरू है। आलुको परिकारहरू यसरी छ।